back once again with another new video र आज हामी चाहिँ डाँडाको प्रार्थनामा जाँदैछौँ हाम्रो मण्डलीको जवानहरू हामी करिब 11-12 जना जति छौँ र हामी यहाँनिर गाडी बुकिङ सहित जाँदैछौँ र आजको यात्रा चाहिँ अलि लामो हुनेछ र हामी आज उतैतिर बस्नेछौँ र भोलि हामी प्रार्थनाका साथ फर्कनेछौँ र हेलो डोन्ट मेक नोइज ओके हल्ला नै र हामी चाहिँ आज अलिक टाढा जाँदैछौँ घोडाबाससम्म र त्यहाँ चाहिँ हामी प्रार्थना गर्दैछौँ त्यस ठाउँमा डाँडाको प्रार्थना गर्न जाँदैछौँ राहुल कस्तो छ कस्तो लागिरहेको छ राम्रो लागिरहेको मजा लागिरहेछ फर्स्ट टाइम हामी ल हामी चाहिँ बाटामा भेट्छौँ है अलिकति राहुल अनि स्वर्णिमा अनि त्यसपछि अर्को को थियो हिरामणि अकल हिरामणि खतरा जुन चाहिँ बिहालीको रेकर्ड तोडिन्छ के पहिला तपाईले किन पढाउनु फेरि म उसमा गए केजीमा गए त्यो बेला उता पहिला लगभग आइसक्यो है र एकदमै चिसो बढिरहेको छ फेरि सुर्खेतको खासियत नै यही हो कि तल गर्नु भयो भने 10 मिनट ठ्याक्क माथि उकालो चढ्दै पनि चिसो भइजान्छ कस्तो लागिरहेको छ राहुललाई बाटा सुतिरहनु पऱ्यो क्या अब के बोल्दै के छ राहुल भने ठिकै छ कस्तो लागिरहेछ ठिक लागिरहेछ कस्तो लागिरहेछ भुइँमा एकदम लागिरहेछ अगाडिको टोजीलाई कस्तो लागिरहेछ अमृता के भयो उल्टी आउला उल्टी भनिदिएर जानु उल्टी आउला हामी चाहिँ अलपत्र परेको छौँ यहाँनिर बाटोमा ल्याएर छोडिदियो हामीलाई भाइले गइको रिसाएर गइको अब कहिले लिन आउने हो त्यो शान्त भयो भने लिन आउँछ नत्र आउन्न कतै बाटो देखिन्न यही हो बाटो अरे दादा यो त थाकिन्छ क्या माथि मान्छे पहिले ऊ हार खाएर आराम गरे पानी लगेर फेरि उल्टी गर्ने टोलीहरू खै पानीको होटेललाई पछाडि बाँध्नु फेरि बाँध्नु बाबु हेलो 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 सामान को सामान दियो यहाँ कमलाले कति सामान दिन्छ हात छ अर्को झोला अर्को यो हजुरले ल नानी म यो समात्छु यो सबै म समात्छु यो पनि म समात्छु राहुल त्यो म समातम के हो ल यो कसको हो यो इम्पोर्टेन्ट ल है ल चढौँ ल राहुल तिमी अगाडि हिँड देव के छ ठिक छ ल सब्सक्राइब गर्ने है हेरेर चिसो छ है तर मजाको ठाउँ रहेछ ल हिँड्नुहोस् ल हामी घोडाबास आइपुग्यौँ अब गाह्रो छ है अरे यार जङ्गल चढेको याद गर न यार भारी बोकेको धेरै भयो खै ल्याउनु न धेरै नै भयो कि सामान तिनीहरू माथि भित्तै गएर हो कि सुनसे
पानी आफूले मात्रै है के तिमीले हो कति उल्टी भयो इन्टे उल्टी गरेर निन्द्रा थकान सुरु भएछ ल सब यहाँ त कोही बलियो कोही देखेन म बाहेक यहाँ त तन्देरी मै रहेछ यहाँको सबैलाई पानी लिने आउनुहुन्छ तपाईँहरू कोही सर्टेज रहेछ यहाँनिर यो फोहोर पानी तल होइन हो कताबाट आएको यो पानी ल पानीको सर्टेज रहेछ पानी त चिसो होला फेरि यो पानी कहिलेसम्म हुन्छ त भोलि लिन आउनै पर्छ होला फेरि हो लगभग हामी आइपुगेको अवस्था छ र आजको साँझ हामी यतैतिर प्रार्थना गरेर यहाँ बिताउनेछौँ र भोलि डाँडाको प्रार्थनामा हामी जानेछौँ र डाँडा पनि हामीले देखाएको छैनौँ ल आउनु पाउन पनि फेरि लतरन्तै सरिताको कौन हात ए अच्छा अभी समझ में आयो कमला कस्तो लागिरहेछ भन नानी ठिकै मात्रै हो बाटो त जस राम्रै रहेछ ल हेर्नुहोस् गाउँघरको दृश्य यस्तै हो हजुर यसरी टाउकोमा ठोकिन्छन् घाँसहरू पतेङ्गरहरू घोज्छन् किमुका बुट्टाहरू काफलका त्यसपछि ऐसेलुका बुट्टाहरू चुत्रो पर्यो कुकुर छ त ए बाबु ल यहाँ त गुलाबको फुल रहेछ ए कुकुर त छैन ठोक्यो भने सब तपाईँको जिम्मा है यतै हो ल प्यारा हाम्रा जवानहरू यस्तो प्रार्थना गर्छु भनेर आएका हुन् यिनीहरू यति प्यास छ यिनीहरूमा यति भोक छ ल गाउँघरतिरको घरहरू देखे पनि मन लोभिन्छ हो कति राम्रो फुल हो कति राम्रो हो ए सब नटिपो फुल टिप्ने होइन क्या ब्युटिफुल छ यार यस्तो गराउनु हुन्थ्यो कि नै गाइजहरू यो देखेर के याद आउँछ मिटर बक्स हेर्नुहोस् यस्तै पुरानो मिटर बक्स थियो यस्तो चाहिँ बनाउँथेनौँ हामी किनभने हामी पहिल्यैदेखि तर अरूको घरमा चाहिँ देख्थ्यौँ
नमस्ते 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 नानी बडो राम्रो छ है दृश्य यो फु घर ठुलै ट्याङ्की रहेछ घर अगाडि आज त क्यारेट खेल्न आस्तो भइगयो यार ल स्वागत छ सबैलाई सन्देश कस्तो लागिरहेछ हाम्रो लागिरहेछ गुड घर मालिक ओ मालिक साहब छोटे मालिक ल यति राम्रो रहेछ घर आँगन ल बस न सबै एकैचोटि यहाँ मिलेर बस त यहाँ चटक्क बस त नमस्ते ल ल ल ल म खिचिदिन्छु त नानी खिच्ने भएपछि ल म के हो यो ह्याप्पी विजय दशमी एन्ड दीपावली दिवाली ल यो यसबाट पनि आउने बित्तिकै खाना पकाउनको तयारी गर्दै हुनुहुन्छ पकाउनु आगो त दाम्नु पर्छ ल मासु ल्याउनु ऊ ल्याउनु चक्कु के अरे काट्ने चिजहरू अनि यो त काट्दाखेरि हुन्छ होला त के भत्किन यहाँ चिसो बाहिर आज अझै झन् चिसो लड्डु खायो भने ल है जवानहरू तयार छौ नि तिमीहरू प्रार्थना गर्नुको लागि हो ल ल हरेक कुरामा प्रतिक्रिया दिने जस्ट हामीले चाहिँ अवलोकन गर्ने हो सी वाट इज ह्यापनिङ हियर के भइरहेछ ए यो रहेछ यस्तो रहेछ भन्ने बुझ्ने हो क्या आफूले बुझ्यौ नि ल अब चाहिँ हामी चिया खान जाँदैछौँ भाइ बहिनीहरू बाबु नानीहरू चिया बन्दैछ हामी अर्ग्यानिक चिया खाँदैछौँ पाक्दैछ पकाउँदै हुनुहुन्छ र एकदमै त्यो टिपिकल गाउँले फिल यस्तो बल्ल मजा आइरहेछ कि एकदम होइन साह्रै मजा आइरहेछ तिमीहरूलाई कस्तो लागिरहेछ एकदमै यस हालेलुया भन हालेलुया प्रभुको स्तुति प्रशंसा हामी यो ठाउँमा आयौँ भनेर यत्रो सुनौलो हामीले धेरै प्रार्थना गरिरहेको थियौँ होला जाम भनेर बनायो एकदमै राम्रो प्लान गरे अनुसारको जो सक्सेस भयो हामी पानी खायो तल भनेको मलाई अघि त्यो पानी खायो सन्देश हाम्रो बहिनीले टमाटर काट्दै हुनुहुन्छ एकदम सानो सानो पिसमा खाना कति माना हाल्नुभयो त खाना कति माना हाल्नुभयो मलाई त थाहा छैन हालेको हो आमा दुई बहिनी हो तपाईँहरू जेठीको कान्छीको
बेटी म कान्छी कतिमा पढ्नुहुन्छ म 12 मा उ 10 मा ए कहाँ पढ्नुहुन्छ सुर्खेत कतिमा हाल्नुभयो चामल के भयो चामल कतिमा हाल्नुभयो जतिजना हुन्छ त्यतिजना हाल्दिनु हो प्रत्येकलाई कुनमा न प्रत्येकलाई एक दिनमा न ल त्यता बस्न देऊ त आउनु आउने त ल किन उठेको म यता बसिहाल्छु त डाँडाको भारी खलिया खलिया भन्छन् कि यता के भन्छन् खलिया 12 वर्षपछि मैले ब्याचलर जोइन गरेँ 12 वर्षपछि अहिले फर्स्ट इयर पढ्दैछु पढाइको महत्त्व के अनि त्यो भएर सल्लाह छ तपाईँहरूलाई पढ्नुपर्छ है बिहा गरेर नि पढ्नुपर्छ है म पनि बिहा गरेर छोडेको कि पढाइ म्याक्सिमम् के हुन्छ भने बिहा गरिसकेपछि पढाइ डिस्कन्टिन्यू हुन्छ कि तर कस्तो भयो यतातिर आगो बोल्दाखेरि भात चलाइसकेको छु यताबाट पाक्दैन चलाउनु पो फेरि यता बोले होइन आज भात काँचो रहन्छ क्या यता मलाई काँचै खाउँला टन्न चलाएर फुको पानी फालिदिने कि सल्लकै के हुन्छ पाक्छ के उम्लियो बेला सल्लकै किन यो धुवा चिनेन कहिलेकाहीँ आउने मान्छेलाई किन चिन्दो पानी ताप्दैन मान्छेहरू खाल्ला आउँछ भन्दाहरू सानो मान्छे छोरा ठिक छ के हो त पहिलोचोटि पाहुना लाग्न आएको पहिलोचोटि खाना बनाउनु पर्छ आएको आइदिनु कस्तो यो जिन्दगी हुने रे फेरि टाइम पुग्यो भने खान मन पनि मर्छ क्या ल ग्रेभी गराउने हो कि नगराउने भन्ने हाल न हाल झोल हाल सुप बनाउनु पर्यो अनि दालसँग हालेर खानुपर्छ ल हामी चाहिँ खाना खाँदैछौँ यतिखेर खाना बनाउँदै 9 बजिसक्यो अहिले
साँडको कारणले पनि अलिक गाह्रो भयो र यो के हो यो ल पिरो छ ल ठिक छ ल हालिसकेको छ प्रभु तपाईँलाई धन्यवाद होस् महिमा प्रशंसा होस् नपाउने दुःखी गरिबबाट जुटाउनुहोस् यीशु प्रभु ल यसरी ल सबैले मजाले खानुहोस् है त खाना ल हाम्रो जवानहरू यस्तै धुन्छन् भाँडा आफै खाने आफै धुने के यसरी नै देशको विकास हुन्छ भन्ने हामीलाई लागिरहेको छ र सबैले यसरी आफ्नो भार उठाइदियो भने देश त त्यसै हल्का भइहाल्छ नि ल साथीहरू स्वागत छ फेरि पनि बिहान यहाँ चाहिँ पानी परेर बिजोग बनाएको छ बिहान त्यही 5 बजेदेखि सुरु भएको पानी पर्नु सिम पानी परिरहेको छ एकदमै गाह्रो परिस्थिति सिर्जना भएको छ लेट्स सी आज के हुन्छ पानी परिरह्यो पनि चाहिँ हामी डाँडाको प्रार्थना गर्न त जान सक्दैन होला तर फाट्यो भने चाहिँ जान्छौँ खतरै चिसो छ टोपी पनि ल्याइएन कि यस्तो गाह्रो भयो कि अब के भन्नु के को हो यार यो फल चाहिँ बसाइरहेछ है मुटु चाहिँ मस्तो बसाइरहेछ कि त्यो हावा लागिरहेछ कि देखेको रातले पानी लिएर आउँछ पानीको सर्टेज छ अलिकति यहाँ तर पानी चाहिँ जस स्थानीय सरकारले पानी प्रबन्ध मिलाइदियो भने चाहिँ त्यस ठाउँ चाहिँ गजब चाहिँ छ भन्नुपर्छ हाइटमा छ तर चिसो हुने हो कि भन्दै हो बिचा एकछिन घोडाबास जान लागेको विशेष कामले अब चाहिँ हामी डाँडाको प्रार्थनाको लागि घरबाट निस्किसकेका छौँ माथि ग्राउन्ड छ अरे हामी त्यतातिर जाँदैछौँ र बादल फेरि लागिसकेको छ के हो यस्तै छ हिजो साँझबाट हावा चलिरहेको थियो साट हानिरहेको थियो पानी पर्यो तर पनि हामी रोकिनेवाला छैनौँ हामी सबै उपवासमै छौँ र उपवास प्रार्थना डाँडाको प्रार्थना गरिसकेपछि हामी तब मात्र खाना खानेछौँ र यतिखेर पानीले गर्दाखेरि हामी जानुपर्ने त छिटै हो यतिखेर 2 बजिसकेको छ लगभग 2 बज्न लागेको छ राहुल हजुर कस्तो लागिरहेको हुन त एकदम राम्रो लागिरहेछ हजुर यसो घना रहेछ यार गुराँसको त पुरा जङ्गलै रहेछ नि ओके यति ब्युटिफुल ठाउँ रहेछ
ल हेर्नुहोस् साथीहरू राहुल राम्रै आउनु है बाख्राहरू चर्दो रहेछ ए कल्पना राम्रोसँग है कमला ए सुन्नु न कहाँ हो क्या हामी जाने त्यहाँ त घरहरू छ त ए राम्रो हो तिमीहरू बिस्तारै है बिस्तारै भाउ हो त्यताबाट छ है यस्तो भिड छ हौ गाठे यस्तो भिड छ यार हिरालो हाम्रो जवानहरू सबैभन्दा टपबाट हिँडिरहनु भएको छ यो पोलहरू पनि त्यही सबैभन्दा माथि स्थानमा छ र हामी त्यहाँ जाँदैछौँ त्यो माथि ल साथीहरू हामी प्रार्थना गर्ने ठाउँमा आइपुगेका छौँ र निकै रमणीय छ ठाउँ एकदमै राम्रो छ र यो डाँडाको प्रार्थना हामी किन गर्दैछौँ भने येशू ख्रिस्टले धेरै जसो डाँडामा गएर प्रार्थना गर्नुहुन्थ्यो किन त भन्दा डाँडा चाहिँ त्यस्तो ठाउँ हो जहाँ सबै मान्छेहरू जाँदैनन् के अनि सबै मान्छे जाँदैनन् र त्यहाँ एकदमै शान्त पनि हुन्छ हामी कतिचोटि मान्छेहरूसित मान्छेहरूको भिडहरूमा बस्दा बस्दा अनि हामी चाहिँ हल्लाले भरिएका हुन्छौँ तसर्थ अनि डाँडामा आएर प्रार्थना गर्नुको मतलब यो हो कि उचाइमा आउनु है जहाँबाट सबै कुराहरू देखिन्छ अनि त्यो देखिएको ठाउँहरूको लागि प्रार्थना गर्ने जहाँ जहाँ मानिसको बस्ती छ जहाँ मानिसहरू बसिरहेछ र त्यो मात्र होइन यसको अर्थ अझ बृहत छ डाँडाले बताउँदछ कि परमेश्वरसँगको सम्बन्धलाई देखाउँदछ Oh
हजुर ल डाँडा पनि हेरियो साह्रै रमाइलो रहेछ र थोरै ऐसल पनि खाइयो प्रकृतिसँग जति रम्यो त्यति कम हुन्छ त्यसैले गर्दाखेरि हामी चाहिँ साँच्चै पनि लगाइसक्यो अब फर्कदैछौँ र ल अन्तिम भ्यू हेर्नुहोस् गाउँहरूको दृश्य ल साथीहरू हामी फाइनल्ली घर आइपुगेका छौँ निकै रमाइलो भएको छ आजको दिन निकै अविस्मरणीय पनि भयो भाइ बहिनीहरूसित सबै आमा दिदी बहिनीहरूसित बुढीसँग धेरै धेरै हामी खुसी भएका छौँ कमललाई कस्तो लाग्यो एकदम बेस्ट लाग्यो फेरि आउने कि नै आउने कस्तो लागिरहेको छ तिमीलाई दामी राहुल कस्तो लाग्यो अल गुड वाउ आमालाई हामीसित कस्तो लाग्यो ल तपाईँहरू त यहाँको प्योर मान्छे हो अर्ग्यानिक मान्छे तपाईँहरू भनेको ओरिजिनल मान्छे अहिलेसम्म 60 वर्ष पुग्न लाग्नु अहिलेसम्म तपाईँ भर्खरको जस्तो देखिनुहुन्छ हावापानी यहाँको अरूभन्दा सबभन्दा राम्रो छ क्या प्रदूषणहीन छ नि त कस्तो लाग्यो त बुढी एकदम रमाइलो लाग्यो नसोचेको ठाउँमा आएर यसरी प्रभुको महिमा गर्न पाइयो परमेश्वरलाई धन्यवाद भएको आउँदा दिनहरूमा अझै यहाँभन्दा टाढा गएर यस्तै ठाउँहरूमा फेरि आउन र प्रार्थना गर्न पाइयोस् हेलो ल आज चाहिँ सम्पूर्ण बादल फाटेर निलो आकाश भइसकेको छ घाम लागिसकेको छ चिया खान लानु भएको छ कहाँ गयो तिनीहरू ल साथीहरू अब हामी निस्किँदैछौँ अस्ति आएको हामी साँझ आएको हिजो दिनभरि मजाले डाँडामा बिताइयो होइन र आज चाहिँ दिउँसो हामी निस्किँदैछौँ फेरि पानी पर लगाइसकेको छ हामी आएदेखि यहाँ मौसमले हामीलाई दुःख देखाइ छ र अब चाहिँ यो घरलाई हामी बिदा गर्दैछौँ कस्तो लाग्यो तिमीहरूलाई समग्रमा भन त सबले रमाइलो लाग्यो रविन्द्र कस्तो लाग्यो दिपिका अझै आउने कि नै फेरि आउने होइन ल हाम्रो अब कामना के छ भने यहाँ पानी आओस् है पानीको सर्टेज रहेछ र पानी चाहिँ आओस् एकदमै अरू चाहिँ सब ठिक छ एकदमै बस्नको लागि धेरै राम्रो हावा अनि स्वच्छ वातावरण अनि सब ओके छ फाइन छ तरकारी खेती एकदमै राम्रो माटो यहाँको धेरै राम्रो माटो छ यहाँ पाउने फलफुल चाहिँ के अरे यो प्लमलाई के भन्छ आरू पोखरा त्यसपछि ओखर पनि बन्द रहेछ ओहो भरिको फलफुल यहीँ पाउँदो रहेछ ल गुराँसको त जङ्गलै छ त्यहाँ अब राष्ट्रिय फुलको त जङ्गलै छ यहाँ गुराँस गाउँपालिका घोडाबास 4 मा हामी छौँ र हामी चाहिँ निस्किँदैछौँ टुडी खेल पनि भन्दैछ अब छोटकरीमा भन्नु टुडी खेल ल छिटो आउनु पर्यो घरबेटी छिटो के रुँदै हुनुहुन्छ क्या घरभित्र ल बस्नु होला बजै अब निस्किनु पर्यो कस्तो सत्य होइन के छ र अझ बाँकी बाट्नु न छिटो बाट्ने होइन बाँड्नु
सन्देशलाई जहाँ पनि अगाडि आउनुपर्छ होइन चढाउँदछौँ तपाईँलाई आज तपाईँले हामीलाई यस ठाउँमा ल्याउनु भयो तपाईँको इच्छा पुरा भएको होस् प्रभु हामी जे पनि गर्छौँ तपाईँको इच्छा पुरा भएको होस् र हामी यस घरमा आउन सक्छौँ र फेरि फर्कँदैछौँ अनि 2 दिनको बसाइमा हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छौँ हामी कोही पनि बिरामी भएन र हामी सकुशल फर्कँदैछौँ तपाईँको महिमा भएको होस् प्रभु र हामीले यस ठाउँमा गरेको प्रार्थना सुन्नुभएको होस् यस घरको लागि हामीले गरेको प्रार्थनाहरू सुन्नुभएको होस् आमाको लागि तपाईँको हातमा राख्दछौँ उहाँलाई तपाईँले ल्याउनुहोस् चाँडो प्रभु र प्रभु हाम्रो प्रार्थना छ उहाँको जीवनमा तपाईँ परमेश्वर बोल्नुहोस् यो घरमा अनि जति पनि अविश्वासी हुनुहुन्छ अझै पनि तपाईँलाई चिन्न ढिला गर्नुभएको छ उहाँको हृदयमा तपाईँले चाँडो बोल्नुहोस् र प्रभु फर्काउनुहोस् प्रभु र हामी प्रार्थना गर्दछौँ यो जति पनि बस्तीहरू छ सबै ठाउँमा प्रभु तपाईँको महिमा हुन सकोस् र यहाँको हरेक घर परिवारले अन्य जातिहरूले तपाईँलाई विश्वास गर्न सक्नुभएको होस् भन्ने हाम्रो प्रार्थना छ हाम्रो दिनहरूमा फेरि यस्तै मौकाहरू सहित हामी आउन सकौँ भन्ने हाम्रो प्रार्थना पनि छ प्रभु हामी फर्कँदै गर्दा कसैलाई बाटामा अनि प्रभु अनि भोमिट हुनदेखि रोक्नुहोस् प्रभु अनि हामी प्रार्थना गर्दछौँ सकुशल घर फर्कन सकौँ गाडीको इन्जनमा रहनुहोस् प्रभु ड्राइभरसँग रहनुहोस् र हामीहरूसँग पनि रहनुहोस् भन्ने प्रार्थना गर्दछौँ सुरक्षा माग्छौँ सहायता माग्छौँ आशिष पनि माग्छौँ येशूको नाममा